जोजलपा नमस्ते। आज पनि समय सन्दर्भ लिएर उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा युनिक साक्य र म शङ्कर थापा। श्रोताहरू यहाँलाई सबैलाई हार्दिक स्वागत गर्दछु। नेपाल भाषा एकाडेमीको निमित्त अनक मिडियाद्वारा प्रस्तुत गरिने यो कार्यक्रम आज हामीले चन्दागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनज्यूलाई निम्त्याएका छौँ। हामी उहाँसँग फोन सम्पर्क गर्दैछौँ। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। प्रवक्ताज्यूलाई स्वागत गर्न चाहन्छु। हेलो हेलो प्रवक्ताज्यू, हजुर, समय सन्दर्भ कार्यक्रममा पुनः यहाँलाई स्वागत गर्न चाहन्छु। धन्यवाद छ। हामी योभन्दा अगाडि पनि जोडिएका थियौँ। समय सन्दर्भमै विभिन्न गतिविधिहरू यहाँले प्रकाश पार्नुभएको थियो हाम्रो कार्यक्रममा। म धन्यवाद दिन चाहन्छु र आज फेरि यहाँलाई निम्त्याएको छु हाम्रो कार्यक्रममा। अहिलेको स्थितिमा हाम्रो देशभरि नै कोरोना महामारीको रूपमा फैलिरहेको स्थिति छ। सामाजिक स्तर मात्रै नभई पारिवारिक स्तरमै फैलिसकेको अवस्था छ। अहिलेको ठ्याक्कै भन्नुपर्दा अहिलेको अवस्था चाहिँ के कसो छ हजुर यो कोरोना सम्बन्धी? अहिले अब कोरोना निकै बढेको अवस्था छ हजुर। र विगतमा हाम्रो चन्दागिरी नगरपालिकामा खासै बाहिरबाट आउनुभएका, विदेशबाट आउनुभएका, अन्य जिल्लाबाट आउनुभएकालाई सुरुमा चाहिँ र हस्पिटलमा काम गर्ने नर्स र डाक्टर साहबहरूलाई मात्र लागेको देखिन्थ्यो भने अहिले समुदाय, परिवार र प्रत्येक चाहिँ व्यक्तिमा चाहिँ सरेको अवस्थाहरू एकदमै चाहिँ बढेको अवस्थाहरू देखिन्छ। हजुर, अहिले यसको लागि चाहिँ अब नागरिकहरू आफै सचेत भएर उपचार गरिरहेका छन् कि नगरपालिकाबाटै कुनै व्यवस्था गरिएको छ? अब विशेष गरिकन त हामीले अब मुख्य नगरपालिकाबाटै हामीले गरेका छौँ। हजुर। र पहिला त हामीले वडाबाट पनि सिफारिस गर्ने। हजुर। र त्यस्तै गरी चाहिँ हाम्रो स्वास्थ्य हस्पिटलमा, मनमोहन हस्पिटलमा, हाम्रो चाहिँ दर्चकमा रहेको मनमोहन हस्पिटल र हाम्रो बलम्बु सटुङ्गलमा रहेको स्वास्थ्य हस्पिटल र त्यहाँ चाहिँ हामीले गर्ने गरेका थियौँ भने पहिला सुरुमा चाहिँ हाम्रो चन्दागिरी नगरपालिकाले कोभिडको विषयमा यहाँ बढेपछि हाम्रै नगरपालिकाले दैनिक कन्ट्याक्ट ट्रेसमा भएकालाई पिसिआर गर्ने कामहरू हामीले 100, 200 र कहिलेकाहीँ 300सम्म पनि दैनिक चाहिँ हामीले चाहिँ जाँचहरू गरेका थियौँ। हजुर। र नागढुङ्गामा हामीले 6000 भन्दा बढीलाई बाहिरबाट आउने सबैको लागि पनि जाँच गरेका थियौँ। हजुर। र अहिलेसम्म हामीले 10-15 हजार जति हाम्रो नागरिकहरू र अनि बाहिरबाट आउनुभएका नागढुङ्गामा राखेर गर्दाखेरि 15,000 जतिलाई हामीले चाहिँ पिसिआर टेस्ट गरेका थियौँ। र त्यसमध्ये अहिलेसम्म चाहिँ हाम्रो नगरपालिकामा 1737 जना सङ्क्रमित भएको पाइएको छ। हजुर, अहिलेसम्ममा हैन? आज हिजोसम्म भनौँ न। हजुर। हजुर। हिजोसम्मको रेकर्डमा त त्यस्तो छ। हजुर। र त्यसमध्ये चाहिँ के भएको छ भन्नाले 1492 जना 1492 जनालाई उपचार डिस्चार्ज भइसक्नु। हजुर। र त्यसपछि चाहिँ हाम्रो अस्पतालमा चाहिँ अहिले चाहिँ जम्मा चाहिँ 26 जना मात्र हुनुहुन्छ। हजुर। हजुर। र अर्को भनेको होम आइसोलेसनमा चाहिँ 201 जना घरमै बसेका छन्। तर त्यो घरमा बस्नलाई पनि हाम्रो चन्दागिरी नगरपालिकाले एउटा डाक्टर सुदाको कोभिड चाहिँ सम्बन्धी चाहिँ एउटा समिति बनाएका थियौँ। र त्यसमा चाहिँ 11 जना सदस्य हुनुहुन्छ हाम्रो स्वास्थ्य कर्मीहरू। र डाक्टर सुदाको नेतृत्वमा हामीले दैनिक रूपमा चाहिँ कन्ट्याक्ट ट्रेसिङको व्यवस्था अनि दैनिक कति भयो त्यसको तालिकाहरू प्रकाशन गर्ने र उनीहरूको फलोअप गर्ने, उनीहरूलाई किट्सहरू पुर्याउने, उनीहरूको अवस्थालाई बुझ्ने, हस्पिटल चाहिँ अब त्यस्तै चाहिँ बिरामी छ भने अप्ठ्यारो भयो भने आइसियुमा राख्ने वा चाहिँ विभिन्न किसिमको चाहिँ अप्ठ्यारो भएकालाई चाहिँ सहयोग गर्नको लागि जुन एउटा समिति बनाए त्यो धेरै नै
प्रभावकारी भएको र पहिला हामीलाई तपाईँहरूले पिसिआर कहिले गर्ने हजुर र तपाईँहरूले चाहिँ बिरामीलाई वास्तै गरेन भन्ने ढङ्गले ती कुराहरू आउँथ्यो भने अहिले त्यो कुरा आएको छैन र अहिले चाहिँ एकदमै चाहिँ हामीले चाहिँ व्यवस्थापन गरेको जस्तो हामीलाई लागिरहेको छ र यस्तो व्यवस्थापन अरू नगरपालिकाले पनि गरेको हुनुपर्छ र त्यसले नै नागरिकहरूले अभिभावक छ वा नगरपालिका पर्दाखेरि हामीलाई चाहिँ सहयोग गर्छ भन्ने भावनाको लागि हामी यो मानवीय सेवा हो, मानिसलाई चाहिँ ज्यान जोगाउने हाम्रो कर्तव्य हो र कसैको मृत्यु नहोस् भन्ने कुरा हामी सबैको अपेक्षा हो। तर त्यो हुँदाहुँदै पनि विभिन्न कारणले अहिलेसम्म हाम्रो नगरपालिकामा 18 जनाले विभिन्न अब रोग त लागेकै देखेको छ धेरै जस्तो, एउटा सुत्केरी, बाँकी सुगर, प्रेसर, अन्य रोग भएकाहरूको दीर्घ रोगीहरूलाई चाहिँ त्यसरी चाहिँ मृत्यु हुने अवस्थामा पुगेको छ। अहिलेसम्म 18 जनाले ज्यान गुमाउनु भएको छ। यो दुखान्त कुरा पनि केही छ, तर हामीले हाम्रो नगरपालिकाले त्यो सम्बन्धी जति सक्छ उति हामीले चाहिँ लागिरहेका छौँ। कोभिडले सबैलाई दुःख दिएको छ, विश्वभर नै यो महामारीको रूपमा सङ्क्रमित भइरहेको छ। तर अब यसको पनि खोप आउने कुराहरू आएको छ। बेलायतमा यो 95% चाहिँ सफल भयो भनेको छ भने अब हाम्रो देशमा पनि अब यसलाई ल्याउनका लागि नेपाल सरकारले पनि केही तयारीहरू गरिरहेको कुराहरू आएको छ। यसलाई अझ चाहिँ व्यवस्थित र छिटोभन्दा छिटो ल्याउनका लागि चाहिँ पहल गर्नुपर्छ भन्ने कुरा पनि हाम्रो नगरपालिकाले अपेक्षा गरेको छ। र अर्को भनेको अब पहिला हामीले डेलिगेटेड एम्बुलेन्स सहित भएको नामको राखेर हामीले चाहिँ त्यो कोभिडको बिरामी, कोरोना सङ्क्रमित बिरामीलाई चाहिँ हामीले पुर्याउँथ्यौँ भने अहिले हाम्रो नगरपालिकाले भर्खरै चाहिँ टाटा कम्पनी हाम्रो सिप्रजीबाट एम्बुलेन्स, त्यो पनि टाटा कम्पनीबाट पहिलो चाहिँ बनाएको, नेपालमै पहिलो आएको अत्याधुनिक विभिन्न किसिमको सुविधा भएको, कोभिडलाई पनि एकदमै चाहिँ व्यवस्थापन गरेर बनाएको त्यो हाम्रो नगरपालिकामा आएको छ। यसले पक्कै पनि हाम्रो नगरवासीहरूलाई राम्रो स्वास्थ्य सेवाको लागि, उपचारको लागि पक्कै पनि यसले काम गर्छ भन्ने कुरा पनि विश्वास गर्न चाहन्छु। हजुर, यो एम्बुलेन्स चाहिँ के हाम्रो नगरपालिकाले किनेको वा अथवा निःशुल्क प्राप्त गरेको? हजुर, हाम्रो नगरपालिकाले किनेको। धेरै राम्रो है। र अहिले भर्खरै अब नगरपालिकाले किनेको छ। त्यसलाई चाहिँ अब भ्याट र अनि भन्सार चाहिँ छुट दिएको छ नेपाल सरकारले। हजुर, त्यो एउटा अत्याधुनिक ढङ्गले नयाँ प्रविधिकै बनाएको छ। हजुर, जहाँसम्म यसले चाहिँ राम्रै सेवा प्रवाह र 4 व्हिलको छ, जहाँ चाहिँ टाढो हाम्रो अब 10 हो यता मात्र छ, यता र चन्दागिरी हिल्स दायाँ बायाँ जानुपर्ने, नागढुङ्गाको मसिनी जानुपर्ने। र त्यो अवस्थामा पनि यसले सहज ढङ्गले चाहिँ यसको चाहिँ 4 व्हिलको कारणले गर्दा कि जहाँ जुन ठाउँमा पनि यसले पुग्न सक्ने ढङ्गले यो चाहिँ नयाँ प्रविधिबाट बनेको एम्बुलेन्स हो। धेरै राम्रो। हजुरहरूको यो अब डक्टरहरूको एउटा युनिट बनाएर सङ्क्रमितहरूलाई सेवा गर्ने जुन यो युनिट छ, उहाँलाई पनि म साधुवाद धन्यवाद दिन चाहन्छु। अनि यो अहिले जति सेवा गरिरहनु भएको छ यसको लागि म चन्दागिरी नगरपालिका सम्पूर्ण टिमलाई भनौँ न, समाजसेवी अग्रपन्थीमा तपाईँ जस्तो खटिनु हुने समाजसेवीहरूलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। अनि एउटा कुरा अर्को मलाई खसखस लागिरहेको कुरा के छ भने म यहाँलाई सोध्न चाहन्छु, पिसिआर टेस्ट गर्न जानेहरूको सङ्ख्या निकै नै कम भएको र जानी नगराउने किसिमको यो प्रवृत्ति पनि बढेको देखिन्छ नि, हाम्रो नगरमा के छ? अब सुरुमा नेपाल सरकारले बन्द जुन चाहिँ अब शुल्क लिएर मात्र गर्ने भनेर यी कुराहरू आइसकेपछि हजुर केही दिन हाम्रो पनि समस्या आयो। हजुर, 2-4 दिन हामीलाई समस्या आयो कसरी गर्ने। अब नेपाल सरकारले जुन चाहिँ किटहरू प्रवाह गर्न हुन्थ्यो र हामीले त्यो ढङ्गले स्मुथली गइरहेको अवस्थामा हामीलाई चाहिँ यो समस्या आएपछि हामीले हाम्रो नगरपालिकाको हामीले भर्चुअल बैठक बस्यौँ। हाम्रो जनप्रतिनिधि मेयर लगायत हाम्रो कर्मचारी र स्वास्थ्यको डाक्टर साहब लगायत हाम्रो विषयगत समितिका संयोजक वडा अध्यक्षहरू सहित हामी बस्यौँ तत्कालै। त्यति बेला म कोरोनाको सङ्क्रमितमा म घरमा बसिरहेको थिएँ। अनि म कोरोनाको अब त्यो 14 दिन पुगेर जाँचेर त्यहाँ चाहिँ एक किसिमको चाहिँ डक्टरहरूसँग, त्यहाँको चाहिँ एसपी सरहरूसँग
डाक्टर रूपकसँग, डाक्टर चाहिँ यो हाम्रो महेन्द्रसँग उहाँहरूसँग कुरा गरेँ हजुर र यो एउटा चाहिँ अब स्मुथली जानु पर्यो, मेरो लागि मात्र भएर भएन, र यो हाम्रो साधारण हाम्रो नागरिक सबैको लागि चाहिँ एउटा सहजी वातावरण बनाउनुपर्छ भन्ने कुराहरू गरेँ हजुर र त्यसले चाहिँ उहाँहरूले चाहिँ हुन्छ सल्लाह गरौँ, यो राम्रो कुरा हो, तपाईँ हाम्रो यहाँ चाहिँ अब कोभिडको हस्पिटलै यहीँ छ र हामीले गर्नुपर्ने हाम्रो नगरवासीलाई हामी सहयोग गर्छौँ भन्नुभयो र हामी तत्कालै बैठक बसेर अनि तत्कालै त्यहाँबाट म 7 बजे 7:30 जाँचेर आएँ। 8 बजे हामी भर्चुअल बैठकको तयारी गरेका आयौँ र त्यो बसेर त्यही दिन हामीले नै उहाँहरूसँग सम्झौता गऱ्यौँ। दैनिक हाम्रो चाहिँ मिनिमम 25 जना कन्ट्याक्ट टेस्टमा रहेकाहरूलाई चाहिँ निःशुल्क हाम्रो नगरपालिकाले पे गर्ने ढङ्गले हामीले किट खरिद गरिदिने ढङ्गले छलफल र निर्णय गऱ्यौँ र भोलिपल्टबाटै हामीले चाहिँ सुरु गऱ्यौँ र अहिले नियमित रूपमा त्यो अगाडि बढिरहेको छ। अब त्यसको लागि व्यवस्थापन गर्नुपर्ने नगरपालिकाले गर्नुपर्ने र हाम्रो स्वास्थ्य हस्पिटलले गर्नुपर्ने दुवैको एक किसिमको चाहिँ सहमति सहकार्य गर्दै अहिलेसम्म हामीलाई ल यसले गर्न पाएन, यो चाहिँ एकदमै चाहिँ अब ज्वरो आएको अवस्थामा श्वास चाहिँ फेर्न गाह्रो भएको अवस्थामा कसैलाई पनि त्यस्तो नहोस् भन्ने ढङ्गले नियमित रूपमा हामीले चाहिँ यो फलोअप र नियमित रूपमा चाहिँ जाँच गर्ने प्रक्रिया चाहिँ हाम्रो चन्दागिरी नगरपालिकामा चाहिँ भइरहेको हामीलाई लागिरहेको छ। हजुर, धेरै नै राम्रो। सरकारले सशुल्क कोरोनाको उपचार गर्छु भन्दा पनि यहाँले निःशुल्क गरिदिनु भएको एकदमै यहाँको काम हामी सराहनीय मान्छौँ। र अब एकपटक प्रसङ्ग बदलेर हामी ओडाल्से तथा चन्दागिरी नगरपालिका प्रवक्ता हुनुहुन्छ हरिभक्त महजनज्यू, आज हामी उहाँसँग कुरा गर्दैछौँ। उहाँसँग एउटा कुरा अब प्रसङ्ग बदलेर नगरको गतिविधि अहिले के छ? जताततै विकास निर्माणहरू भइरहेका छन् सबै नगरमा, हाम्रो नगरको गतिविधि चाहिँ के कस्तो छ? हाम्रो चन्दागिरी नगरपालिकामा हामीले मुख्यतया चाहिँ सुरुमा जहाँसम्म यातायात भनेको सडक भनेको विकासको मेरुदण्ड हो। हजुर। र जबसम्म सडकको हामीले विकास गर्न सक्दैनौँ र जबसम्म चाहिँ सहज रूपमा चाहिँ हामीले चाहिँ मानिसलाई चाहिँ सामान ल्याउन लैजान आवत जावत गर्न र व्यापारिक दृष्टिकोणले यसलाई राम्रो गर्न सक्दैनौँ त्यति बेलासम्म कुनै पनि नगरपालिका कुनै पनि देश सडक बेगर विकास हुन सक्दैन भन्ने उद्देश्यले अब हाम्रो चन्दागिरी नगरपालिकाभित्रका सम्पूर्ण सडकमा धुलो र अनि माटो नदेखोस् भन्ने उद्देश्यले हामीले हरेक गोरेटोलाई चाहिँ कमसे कम चाहिँ 3 फिटको बाटोलाई 13 फिट बनाउने र 10 फिटको छ भने त्यसलाई हामीले चाहिँ 20 फिटको बनाउने र 8 फिटको छ भने 18 फिटको बनाउने र त्यसरी चाहिँ हामीले घटीमा पनि एउटा ओडामा चाहिँ 11 मिटरको बाटो बनाउनु पर्छ भनेर एउटा वडामा एउटा बाटो चाहिँ बनाउनु पर्छ भनेर त्यो ढङ्गले हामी लाग्यौँ र जहाँसम्म लाग्छ हामीले 80% जति बाटो हामीले अहिले यो 4 वर्षको अन्तरालमा 3 वर्षको हामीले बजेटले काम गर्यौँ। 4 वर्षमा चाहिँ हामीले 80% को बजेटको चाहिँ यो विनियोजन गरेर अहिले बाटोहरू कुनै बाटोमा चाहिँ हामीले ढलान गर्यौँ, कुनै बाटोमा अब जहाँ उकालो अप्ठ्यारो छ ढलानै गर्ने, कुनै बाटो चाहिँ हामी कालो पत्र पिच गर्ने अनि आएर चोकहरू छ भने त्यहाँ चाहिँ ढुङ्गा छाप्ने, इन्टरलक ब्लकहरू छाप्ने र त्यसले गर्दाखेरि अधिकांश वडाहरूले 1 देखि 15 सम्मका वडाहरूले पहिलो प्राथमिकता हामीले सडक र यातायातलाई जोड दियौँ र यसले जहाँसम्म लाग्छ धेरै ढङ्गले अहिले चाहिँ मानिसलाई चाहिँ गाडीमा जानका लागि आवत जावत गर्नका लागि धेरै सुविधा भएको हामीले महसुस गरेका छौँ। अर्को भनेको हाम्रो खानेपानी एक घर एक धारा भनेर हामीले त्यो अभियानहरू सुरु गऱ्यौँ र त्यो अभियानले ठाउँ ठाउँमा अब जहाँ चाहिँ हाम्रो छुट्टै मुहानहरू छन् त्यो थानकोटमा एउटा दुईटा वडामा चाहिँ तपाईँको चाहिँ खानेपानीको अभाव छ। जस्तै बलम्बुमा हाम्रो वडा नम्बर 12 मा अनि नैकापतिर थियो, तर नैकापमा पनि डिप बोरिङ गरेर 13-14 मा पनि हाम्रै चाहिँ वडा चाहिँ 11 नम्बर र 10 नम्बरमा पनि हामीले चाहिँ डिप बोरिङ गरेर अब
प्रत्येक चाहिँ नागरिकको घर घरमा पानी पुग्नुपर्छ भनेर पहिला हामीले खङलाङबाट हामीले 1997 सालदेखि राणाकालीनदेखि नै नियमित रूपमा चाहिँ प्राकृतिक स्रोतको रूपमा रहेको र वडा नम्बर 8 मा स्थित त्यहाँबाट ल्याइरहेका छौँ भने र कसैले चाहिँ मात्र 6 नम्बरबाट कसैले चाहिँ आफ्नो विभिन्न वडाबाट पानीको जुन चाहिँ घर घरमा पुर्याउने कामहरू पनि अहिले बलममा पनि केही चाहिँ पानी ल्याएर त्यहाँ पनि सुविधाजनक आएको छ भने केही अझ पनि त्यहाँ पनि बाँकी छ। हाम्रै 11 हाम्रो 10 मा पनि केही बाँकी छ। अब केही समयमै अब 1-2 महिनाभित्रमै हामीले अब डिप बोरिङ गरेर सबै तयारी फिल्टर गरेर गरिसकेका छौँ र त्यो नगरपालिका र वडाको बजेटले जुन तयारी भएको छ त्यो अब हामी घर घरमा खानेपानी पुर्याउने ढङ्गले यो हाम्रो अब 1-2 महिनाभित्रमै अब हामीले घर घरमा पुर्याउने योजनासहित दर्ता लिएर अगाडि बढेका छौँ र एउटा खानेपानीको व्यवस्था हुनुपर्छ भनेर हामी लाग्यौँ भने अर्को सरसफाइको सवालमा पनि हामी लागिरहेका छौँ। तर जति मात्रामा अहिले हामीले विभिन्न प्राइभेट सेक्टरलाई दिएर जुन काम गरेका छौँ तर त्यतिले मात्र हामीलाई चाहिँ पुगेको छैन। हामीले नै रिसाइक्लिङ गरेर हामीले नै व्यवस्थापन गर्ने भनेर हामी चाहिँ विभिन्न नगरपालिकामा गयौँ, वालिङ गयौँ र भुटोल गयौँ, सबै गयौँ तर पनि यो फोहोर मैलालाई चाहिँ अहिले पनि हामीले सिसिन्डोलै पुर्याउने ढङ्गले त्यो प्राइभेट सेक्टरलाई जिम्मा दिएका छौँ र हाम्रो नगरपालिकाले पनि त्यो व्यवस्थापनको लागि हामी लागिरहेका छौँ। हजुर, यहाँको नगरपालिकामा सडक पानीको कुरा त यहाँले गर्नुभयो, धेरै राम्रो प्रगति भइरहेको हामीले देखेका पनि छौँ। अब अर्को एउटा कुरा चाहिँ म यहाँलाई के राख्न चाहन्छु, बत्तीको विषयमा। अब गोरेटोहरूमा छ, कतिमा अँध्यारो हुन्छ, त्यहाँनिर कुनै दुर्घटना हुने अथवा कुनै किसिमको अब यस्तै अनैतिक काम हुने यस्तो किसिमको घटनाहरू कुना काप्चाहरू छन्, त्यहाँनिर बत्तीहरू नपुगेको गुनासो पनि सुनिन्छ नि। हाम्रो अब चन्दागिरी नगरपालिकाले चाहिँ हजुर हाम्रो कलङ्की नागढुङ्गा यो पिप्ला मोडसम्म चाहिँ अब अहिले सुरु भएको छ। अब 1 महिनाभित्रमै हजुर अब यो सेन्सर लाइट 500 वटा जडान गर्ने ढङ्गले हजुर गर्न लागेका छौँ। तर हाम्रो चन्दागिरी नगरपालिकाको हाम्रो वडा नम्बर 11 ले यो चाहिँ प्रत्येक वडाको प्रत्येक टोल चोक गल्ली गल्लीमा हामीले 4 वर्षदेखि सुरु गर्दै पहिला हामीले अब सोलर बत्तीबाट सुरु गर्यौं र अहिले हामीले सेन्सर बत्तीहरू त्यो चाहिँ हामीले विभिन्न बाटोहरूमा अधिकांशमा हामीले राखिसकेका छौं र कुनै पनि अपराध नहोस्, कुनै पनि दुर्घटना नहोस्, कुनै पनि मान्छे चाहिँ ढुक्कसँग हाम्रो नगरपालिका हो, हाम्रो वडा हो भनेर हिँड्न सकोस् भनेर हामीले यो सेन्सर बत्तीहरू हालिसकेका छौं र त्यसमा पनि हामीले अब त्यसलाई मर्मत सम्भार गर्नका लागि र अझ नपुग्ला भनेर अझ 50-60 वटा बत्तीको लागि फेरि यसपालि पनि हामीले बजेटहरू छुट्याएका छौं र अन्य वडाहरूले पनि त्यो गर्दै गरेको छ। 8 ले गरेको छ, 15 ले गरेको छ र त्यस्तै गरी चाहिँ 1 ले र अर्को अन्य वडाले पनि अहिले यो गर्दै गरेको छ, 12 ले पनि गरिरहेको छ। तर जति मात्रामा तपाईले भने जस्तै चाहिँ कुना काप्चामा सबै वडामा पुगेको छैन। तर हाम्रो 11 नम्बरमा जहाँसम्म लाग्छ त्यस्तो चाहिँ कमै चाहिँ अभाव भएको देखिन्छ र हामी त्यसलाई पनि त्यस्तो किसिमको गुनासो आयो भने हुन त बिग्रिरहन्छ, त्यसलाई हामीले अहिले सेन्सरहरू फेर्ने, बत्ती फेर्ने, मर्मत गर्ने चाहिँ नियमित गरिरहेका छौं र एउटा हामीले कर्मचारी नै राखेर हाम्रो वडाले अहिले व्यवस्थापन पनि गरेको पनि म जानकारी गराउन चाहन्छु। हजुर, धन्यवाद। अनि अर्को एउटा गुनासो पनि हामीलाई आएको छ, यहाँले बाटो विस्तार गर्नुभयो, फराकिलो पार्नुभयो, यो नागरिकहरूलाई सुलभताको लागि धेरै नै राम्रो काम हो, गाडीहरू राम्रोसित चल्छन्, आवत जावत गर्न सजिलो छ। तर त्यो बाटो फराकिलो पार्दाखेरि त्यहाँ अवस्थित बिजुलीका पोलहरू हुन्छन् नि, तिनीहरू चाहिँ बीच बाटोमै राखिएको अवस्था पनि छ। अनि त्यो पोलहरूमा विभिन्न किसिमका त्यो केबल मिडियाहरूको तारहरूले गर्दाखेरि एकदम गन्दा फोहोर देखिन आएको छ। त्यतातिर कुनै किसिमको पहल गर्नुभएको छ? त्यसको लागि पनि हामीले नगरपालिकाले निर्णय गरेका छौँ। जुन चाहिँ अब यो विभिन्न यो केबल चलाउनेहरूले के गर्दो रहेछ भन्नाले त्यहाँ तार चोड्यो, टेलिफोनको तार चोड्यो त्यहीँ छोडिदिने, केबलको तार चोड्यो त्यहीँ छोडेर नयाँ जोड्दै गरेर त्यो पुरै चाहिँ कुरूप बनाउने ढङ्गले गरेको छ। अब हामीले चाहिँ के गर्ला छ भन्नाले अब छुट्टै त्यसको लागि चाहिँ हाम्रो जस्तै टेलिफोनको तार र अनि यो केबलको तारहरू
हाम्रो चाहिँ अब सिसी टिभी हामीले जडान गरिसक्यौँ अस्ति भर्खरै। त्यो नागढुङ्गादेखि लिएर पिपला मोडदेखि लिएर हाम्रो कलिङ्गीसम्म 68वटा त्यो अस्ति हामीले उद्घाटन पनि गरेर अहिले नियमित रूपमा त्यो गरेको छ भने हाम्रो वडा नम्बर 11ले 4 वर्षदेखि नै सिसिटिभी राखेर टोल टोलमा अपराध हुने, चोरी चकारी हुने र यी सबै कुराको नियन्त्रणको लागि हामीले र प्रहरीले त्यो गरेको छ। अब नगरपालिकाले पनि त्यसलाई सुरु गरिसकेको छ र यो तारलाई पनि तत्कालै हटाउनका लागि हामीले त्यसको अहिले हामीले जिम्मेवारी दिइसकेका छौँ र अब यो जुन चाहिँ प्राधिकरणसँग जुन पोल चाहिँ हामीले बाटो बनायौँ तर बिचैमा पोल भएका पनि छन् र अब नगरपालिकाले पैसा तिर्नुपर्छ भन्ने ढङ्गले उहाँहरूले कहिलेकाहीँ चाहिँ अप्ठ्यारो बनाउनुहुन्छ प्राधिकरणले। हामी त्यस्तो होइन, तपाईँहरूलाई हामीले सबै कुराहरू तपाईँले पोल राखेको ठाउँको लिन्थ्यो पहिला तर हामीले तपाईँलाई त्यो दिएका छौँ सुविधाहरू। त्यसले गर्दाखेरि तपाईँहरूले पनि हामीलाई चाहिँ सहयोग गर्नुपर्छ र न्यूनतम हामीले चाहिँ केही रकम चाहिँ तिर्न सकिने, तर पूर्ण रूपमा चाहिँ हामीले चाहिँ अब तपाईँहरूको लागतको, किनभने प्राधिकरणले त्यसको पैसा अब त्यो सेन्सरपट्टिको पनि पैसा लिनुहुन्छ, घर घरमा पनि लिनुहुन्छ। त्यसले गर्दा नेपाल सरकारले र नेपाल सरकारकै बाटो भएको हुनाले तपाईँलेहरूले चाहिँ यो चाहिँ पोल हटाउनुपर्छ र यहाँ जुन चाहिँ फोहोर भएको यो विभिन्न यो लाइनहरू छ त्यसलाई पनि क्लियर गर्नका लागि हाम्रो नगरपालिकाले अब यो महिना दिनभित्रमै यो जहाँसम्म लाग्छ त्यो काम सम्पन्न हुन्छ र यो सफा राम्रो चन्दागिरी हाम्रो चन्दागिरी भनेर हामीले भनेका छौँ र त्यो ढङ्गले त्यसलाई व्यवस्थापन गर्नका लागि हामी लागिरहेका छौँ। हजुर, धेरै धेरै धन्यवाद। अब यो एउटा सर्वेक्षण भएको थियो केही महिना अगाडि काठमाडौँ उपत्यकाका विभिन्न नगरहरूमध्ये सबभन्दा गतिशील भएर काम गर्ने चाहिँ चन्दागिरी नगरपालिका हो भनेर मैले पढेको पनि थिएँ। त्यसको लागि म यहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। अहिले जुन यहाँले कुरा गर्नुभयो बिजुलीका पोलहरू बिच बाटोमा छन् त्यसलाई अलिकति अन्यत्र सारेर मिलाएर दुर्घटनाबाट बस्ने उपाय गरिदिनु हुन म अनुरोध गर्दै आज यहाँसँग म छुट्टिने लागेको छु। केही यहाँ बनेका हामीले छ नि नगरपालिकामा, जस्तै चाहिँ भ्यू टावर बनेको छ, पार्कहरू बनेको छ, फुटबल मैदानहरू बनेको छ र मठ मन्दिरहरू बनेको छ, विद्यालयहरू बनेको छ र अपाङ्ग असहाय महिला यिनीहरूलाई रोजगारीको कामहरू, कौशी खेतीका कुराहरू र यी कुराहरू भएको छ भने अहिले तत्कालै हामीले चाहिँ यो दुर्घटना नहोस् भनेर ट्राफिक लाइट जेब्रा क्रसहरू अहिले तत्कालै त्यसको लागि पनि जिम्मा दिएका छौँ भने र हाम्रो प्रशासनिक भवन वडा कार्यालयहरू पनि हामी बनाउने कुरामा छौँ र अन्तमा म के भन्छु भन्नाले यी विभिन्न वास्तविक रूपमा यो जात्राहरू हामीले किसपुडीको जात्रा रोक्यौँ, खानकोटको जात्रा रोक्यौँ, बलम्बुको जात्रा पनि हामीले रथ बेगर गऱ्यौँ भने अब 7 गाउँले जात्रा पनि र त्यो गर्ने ढङ्गले जुन बालागाउँको पनि रथ बेगर गऱ्यौँ र 7 गाउँले जात्रा आउँदैछ र त्यसलाई पनि व्यवस्थापन गर्नका लागि हामी लागिरहेको कुरा पनि म तपाईँको उज्यालो एफएम मार्फत जानकारी दिन चाहन्छु। हाम्रो नेवा एफएम हो ओडासीज्यू, मैले यहाँले कन्फ्युज हुनुभएछ, हाम्रो नेवा एफएम हो। अनि 7 गाउँले जात्रा तपाईँको नेवा एफएम मार्फत यी कुरा पनि म जानकारी गराउन चाहन्छु र प्रगति उन्नति तपाईँको संस्था अगाडि बढाउनु भन्ने शुभकामना पनि दिन चाहन्छु। हजुर, धन्यवाद। अनि यो 7 गाउँले जात्रा चाहिँ अब कस्तो किसिमबाट मनाउने भनेर निर्क्युल त भइसकेका छैन? अब यसको विषयमा हामी छलफल गऱ्यौँ। सतुङ्गल वडा नम्बर 10 र 11 का चाहिँ जनप्रतिनिधि र त्यहाँका चाहिँ विभिन्न गुठीका र विभिन्न बाजागाजा समितिका सम्पूर्ण चाहिँ पदाधिकारी साथीहरूसँग बस्यौँ र हामीले चाहिँ के भन्नाले यो कोभिडको कारणले एउटा रथ बोक्नका लागि हामीलाई 12 जना त बोक्ने मात्र चाहियो, 4 जना हात समाउने चाहियो, अगाडि पुजारी चाहियो, पछाडि समाउने चाहियो भन्नाले एउटा रथमा 20 जना मान्छे एकै ठाउँमा बस्नुहुन्छ र अब त्यो रथ एकदमै गरुङ्गो हुन्छ र त्यो रथ गरुङ्गो हुने हुनाले मास्क लाउने सम्भावना हुँदैन र पन्जा लाउने सम्भावना हुँदैन। त्यसले गर्दाखेरि यसलाई चाहिँ हामीले चाहिँ रथ बेगर अब कसरी लाने भनेर यसको छलफल हामीले बस्यौँ र यसलाई चाहिँ 7 गाउँको अब सबै बस्नुपर्ने यी कुराका लागि अब अगाडि बढिरहेको छ र जहाँसम्म अन्य जात्रामा चाहिँ हामीले व्यवस्थापन गऱ्यौँ। तर अब हाम्रै जात्रामा हामीले अब कसरी गर्ने भनेर हामी अगाडि बढिरहेका छौँ र जहाँसम्म लाग्छ कोभिडले कसैलाई पनि बाँकी राख्दैन र यसपालि हामी बाँच्न सक्यौँ भने अर्को साल राम्रो ढङ्गले व्यवस्थित सँगले हामी जात्रा मनाउन सक्छौँ। त्यसको लागि हामी अन्तिम तयारीमा पुगेका छौँ र
जहाँसम्म लाग्छ तपाईँको नेवा एफएमले यो अब किर्तिपुरको साथीहरूले पनि यो किर्तिपुर नगाउँ पाङ्गा भाजङ्गल हजुर। र अनि त्यस्तै गरी चाहिँ हाम्रो यो 7 गाउँले जात्रा भएको हुनाले यसलाई चाहिँ व्यवस्थापन गर्न तपाईँहरूले चाहिँ यो कोभिडलाई चाहिँ जोड दिनुपर्छ र हामी बाँच्यो भने फेरि जात्रा राम्रोसँग हामीले हिजो पनि मनाउँदै आएको र भोलि पनि मनाउने ढङ्गले अगाडि बढाउनका लागि पनि तपाईँको एफएमले व्यापक सहयोग गर्नुहुने कुरामा पनि विश्वास गर्न चाहन्छु। हस्, धन्यवाद वडाध्यक्षज्यू अनि प्रवक्ताज्यू, आजको कार्यक्रममा सम्मिलित भएर विभिन्न जानकारी दिनुभएकोमा म यहाँलाई धन्यवाद दिन चाहन्छु। भविष्यमा पुनः जोडिने आशा राख्दै स्वस्थ रहनुहोला भन्दै म यहाँसँग छुट्टिन चाहेँ। एकदम धन्यवाद तपाईँको नेवा एफएम परिवार, सबैलाई तपाईँहरूको सफलताको शुभकामना दिन चाहन्छु। धन्यवाद। हस् त, उहाँ हुनुहुन्थ्यो हरिभक्त महर्जन, चन्दागिरी नगरपालिकाका वडा अध्यक्ष तथा चन्दागिरी नगरपालिका वडा नम्बर 11 का अध्यक्ष तथा प्रवक्ता हुनुहुन्थ्यो। आज विभिन्न समसामयिक विषयमा कुराकानी गऱ्यौँ। समय सकिन आँटेको मलाई जानकारी प्राप्त भएको छ, त्यसैले आजको कार्यक्रमबाट युनिक साक्य र शङ्कर थापालाई बिदा दिनुहोस्। अर्को हप्ता फेरि भेटौँला। शुभ।